सम्पूर्ण मित्रहरुमा शुभ बिहानी, शुभ प्रभात, शुभ सन्ध्या, शुभ दिन। सबैजनालाई स्वागत छ एनपी सोनाली युट्युब च्यानलमा। सदाझै आज पनि फेरि सोनाली कुखुरा सम्बन्धी अपडेटिङ भिडियो, सोनाली कुखुरा पालन सम्बन्धी हामीले भिडियो लिएर हजुरहरुमाझ आइसकेका छौं। र आज हामी आफ्नै फार्ममा आइपुगेका छौं र मैले अघिल्लो भिडियोहरुमा भने चाहिँ हाम्रो माथि फार्म छ भनेको थिएँ नि, माथि फार्म यही हो र फार्ममा चाहिँ हाम्रो कुखुराहरू लगभग 600-700 वटा भाले पोथीहरू छन् र यिनीहरू चाहिँ हामीले यस प्रकारले पालेका छौं। तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। हामीसँग एकदम राम्रो भालेहरू रहेका छन्, एकदम हेल्दी, एकदम चाहिँ नि राम्रो, एकदम एक्टिभ भालेहरू पोथीहरू चाहिँ नि तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। यहाँ भिडियोमा देख्न सक्नुहुन्छ हामीसँग रातो भाले, सेतो भाले, छिरबिरे भाले, कालो भाले लगायत यस्तो राम्रो हाम्रो लोकल कुखुराको भाले, सेम टु सेम भालेहरू र यति राम्रो पोथीहरू, माउहरू तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। र यो हामीले चाहिँ अन्डा पार्नको लागि यसरी चाहिँ नि यो बक्सलाई चाहिँ यसरी अन्डा पार्नको लागि यसरी बनाइदिएका छौं र हामीले बक्सलाई चाहिँ नि यसरी बोराले कभर गरेर र बाँसले चाहिँ नि हामीले यिनीहरूलाई चाहिँ नि चेपेर चाहिँ नि यसरी अन्डा पार्नको लागि हामीले यसरी बनाइदिएका छौं र तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। पोथीहरू यसरी अन्डा पार्नको लागि बसिरहेको अवस्था तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ धेरै पोथीहरू चाहिँ नि पालो अन्डा पार्नको लागि बस्दै गरेको तपाईहरुले देख्न सक्नुहुन्छ। र यहाँ भिडियोमा देख्न सक्नुहुन्छ तपाईहरुले यसरी चाहिँ नि कोरली अन्डा यसरी पार्दै गरेको भिडियोमा तपाईहरुले देख्न सक्नुहुन्छ। कोरली अन्डा भनेको स्टार्टिङको लेभलको सुरुको समयको अन्डा हो र सुरुको समयमा अन्डा सानो हुन्छ र यो अन्डा केही समयपछि चाहिँ नि हामीले बजारमा लान्छौं र सानो खालको अन्डा चाहिन्छ भने पनि तपाईहरुले सम्पर्क गर्नुहोस् हामीलाई, हामी तपाईहरुलाई अन्डा उपलब्ध गराउने कोसिस गर्दछौं। सोनालीको माउहरू तपाईहरुले देख्न सक्नुहुन्छ, एकदम राम्रो, एकदम हेल्दी, एकदम एक्टिभ तपाईहरुले देख्न सक्नुहुन्छ। र हामीले घरमा चाहिँ ठाउँ सानो भएको कारणले गर्दाखेरि हामीले टाँड सानो बनाइदिएका थियौं, तर यहाँ चाहिँ हामीले लगभग 150-200 कुखुरा अट्ने टाँड हामीले बनाइदिएका छौं। र टाँड हामीले तलको जस्तै यसलाई बाँसको सहायताले बाँसलाई ठाडो पारेर र यो बाँसलाई काटेर यसको कप्टेर बनाएर र किलाको सहायताले हामीले यिनीहरूलाई चाहिँ नि यसरी बस्नको लागि यिनीहरूलाई टाँड बनाइदिएका छौं र तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। धेरै पोथीहरू, धेरै भालेहरू यसरी चाहिँ नि टाँडमा बसिरहेका छन् र सोनाली कुखुराहरू चाहिँ नि टाँडमा बनाउनको लागि एकदम रुचाउने गर्दछन्। यिनीहरू रात्रिको समयमा प्रायः जस्तो यिनीहरू यो टाँडमै बसेर चाहिँ नि सुत्ने पनि गर्दछन्। तपाईले भिडियोमा पनि देख्न सक्नुहुन्छ र यिनीहरू देख्न सक्नुहुन्छ मजाले यहाँ खेल्ने, खाने, खोर्सिनी यसरी चाहिँ नि अब यिनीहरूलाई अलिअलि यसरी चाहिँ नि घाँसहरू हाल्दियो भने यिनीहरू खुसी पनि हुन्छन्, रमाउँछन्, अलिअलि यसो घाँस पनि खान्छन्। र हामीले चाहिँ यसरी भुस्साहरू पनि हालिदिएका छौं र भुस्सामा यिनीहरू मजाले चाहिँ नि खोर्सिनी खाने र मुनि चाहिँ माटो हामीले लिपिदिएका छैनौं, किनभनेदेखि यिनीहरू माटो लिपिसकेपछि यिनीहरूलाई खोर्सिनलाई चाहिँ नि अलिकति गाह्रो हुन्छ भनेर चाहिँ यिनीहरूलाई चाहिँ हामीले माटो नखोर्सिकन यसरी चाहिँ नि राखिदिएका छौं। र यहाँ देख्न सक्नुहुन्छ माउ पोथीहरू चाहिँ नि यसरी भुतुली खेलेर यसरी चाहिँ नि बसिरहेको तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। र हामीले तल जस्तै हामीले पानी चाहिँ यसरी माथिपट्टि कोल्ड ड्रिंक्सको चाहिँ नि बोतल माथिपट्टि झुन्डाइदिएर यिनीहरूलाई यसरी चाहिँ नि पानी राखिदिरहेका छौं र सोनालीको कुखुराहरू यसरी टाँडमा बसिरहेको पनि तपाईहरु देख्न सक्नुहुन्छ। यिनीहरूको चल्लाहरू चाहिँ एकदम राम्रो हेल्दी हुन्छ। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो भाले एकदम हेल्दी छ र यिनीहरूको चल्लाहरू एकदम राम्रो हुन्छ, गुणस्तरीय हुन्छ, स्वस्थकर हुन्छ, एकदम हेल्दी हुन्छ भन्न पनि चाहन्छु तपाईहरुलाई। यहाँ पनि देख्न सक्नुहुन्छ यिनीहरू चाहिँ नि यहाँ अन्डा पारेर बसिरहेको छन्। म आइसकेपछि भिडियो खिचेको देखेपछि यिनीहरू भागेछन् र यहाँ पनि यसरी हामीले परालहरू बाँधेर यिनीहरूलाई गुड बनाइदिएका छौं र यही गुडमा चाहिँ नि यिनीहरूले यसरी अन्डा पनि पार्ने गर्दछन्। यतापट्टि क्रेट पनि राखेका छौं, यो तरकारीको क्रेटमा पनि यिनीहरू बसेर अन्डा पार्ने गर्दछन्। र हाम्रो यो फार्म चाहिँ निकै ठुलो लम्बाइ चौडाइ भएको, फराकिलो भएको कारणले गर्दाखेरि यहाँ कुखुराहरू तपाई देख्न सक्नुहुन्छ र यिनीहरू धेरै जस्तो चाहिँ टाँडमा बस्ने कारणले गर्दाखेरि यिनीहरू भुइँमा भन्दा टाँडमा बस्ने रुचाउने गर्दछन्। यिनीहरू खाना खानको लागि, दाना खानको लागि र पानी खानको लागि बस्ने गर्दछन् र यिनीहरू चाहिँ नि भुतभुती खेल्नको लागि चाहिँ नि यसरी चाहिँ नि मुनि प्रायः जस्तो बस्ने गर्दछन्। र यिनीहरूलाई हामीले तलको कुखुरालाई चाहिँ हामीले चाहिँ नि L3 दाना नै दिइरहेका छौं। L3 दानाले चाहिँ नि
कुखुरालाई चाहिँ नि राम्रो हुन्छ र अन्डा पार्ने माउहरूले चाहिँ नि अन्डा पार्छ भन्ने कुराले चाहिँ नि L3 नै हामीले दिइरहेको छौँ र यिनीहरूले कोडाली अन्डा हिजो आज पारिरहेको छ। एउटा कमेन्टमा भन्नुभएको थियो पोथी मात्रै छ भाले छैन, चल्ला कसरी उत्पादन हुन्छ भन्नुभएको थियो। हामीले चल्ला उत्पादन गर्नको लागि चाहिँ यहीँ माथिको भाले पोथीले चाहिँ नि हामीले उत्पादन गर्दैछौँ र जानकारी पनि गराउँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ भालेहरू एकदम जखर एकदम चाहिँ नि राम्रो एकदम राम्रो भालेहरू पोथीहरू तपाईँले भिडियोमा पनि देख्न सक्नुहुन्छ। हिजो आज मौसम अलिकति झरीको कारणले गर्दाखेरि हामी अलिकति सधैँ भिडियो खिच्न अलिकति पाइरहेको छैनौँ, त्यसको लागि माफी माग्न चाहन्छौँ र हाम्रो च्यानललाई तपाईँहरूले लाइक गर्नुभएको छैन भने लाइक पनि गर्नुहोला, सब्सक्राइब पनि गर्नुहोला, सेयर पनि गर्नुहोला र नजिकै रहेको बेल बटनलाई पनि क्लिक गर्नुहोला ताकि हाम्रो नयाँ भिडियो तपाईँहरूको माझ आइपुगोस् सबभन्दा पहिला। र हाम्रो फार्म चाहिँ ठ्याक्कै तपाईँहरूले भिडियोमा पनि देख्न सक्नुहुन्छ, फेरि पनि म देखाउँछु। ठ्याक्कै यहाँ माथिबाट हेर्दाखेरि चाहिँ नि मुनिपट्टि यो 2टा जुन जस्ताको टनेल रहेको छ लामो यो चाहिँ हाम्रो फार्म हो र हामी चाहिँ अहिले सोनाली कुखुराको चाहिँ नि उत्पादन गरिरहेका छौँ। सोनाली कुखुराहरू चाहिँ नि हामीले यसरी चाहिँ नि पालन गरिरहेका छौँ र अब सोनाली कुखुराको चाहिँ नि हामी अन्डाहरू चल्लाहरू धेरै सङ्ख्यामा त होइन, केही सङ्ख्यामा हामी बिक्री वितरण गर्नेछौँ। रोशन सरले भने जस्तै हामीले चाहिँ नि गर्ने कोसिस गरिरहेका छौँ र तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ, के लाग्छ जानकारी गराउनुहोला र हाम्रो भिडियो हजुरहरू कुन ठाउँबाट, कुन गाउँबाट, कुन देशबाट, कुन प्रदेशबाट, स्वदेशबाट, विदेशबाट हामीलाई हेरिराख्नु भएको छ त्यो पनि कृपया कमेन्ट गर्नुहोला ताकि हामीलाई थाहा होस् हजुरहरूले हाम्रो भिडियो कहाँदेखि हेरेर माया गर्दै हुनुहुन्छ, साथ सपोर्ट गर्दै हुनुहुन्छ भनेर। र सोनालीको भिडियो आजलाई यति नै गर्न चाहन्छु र अर्को भिडियोमा म फेरि पनि हाम्रो फार्ममा आएर भिडियो बनाउने छु र घरमा के कस्तो भयो भनेर म अपडेटिङ भिडियो लिएर आउनेछौँ। र हामीले खोर चाहिँ यसरी माथिपट्टि जस्ता राखेर बाँसको सपोर्टले अनि त्यसपछि यतापट्टि बाहिरी चाहिँ हामीले यिनीहरूलाई प्लास्टिकले चाहिँ नि मोडिदिएका छौँ। यिनीहरूलाई जाडो भए पनि र रात्रिको समयमा यिनीहरूलाई प्लास्टिक तानेर हामीले चाहिँ नि यिनीहरूलाई बन्द गरेका छौँ। त्यो छेउमा चाहिँ यिनीहरूलाई हामीले कुखुरे जाली भन्छ यसलाई, यो कुखुरे जाली यस्तो माकुराको उसको डिजाइन माउरीको चाकाको डिजाइनको चाहिँ नि यस्तो खालको पाइन्छ, त्यो डिजाइनले चाहिँ हामीले बनाइदिएका छौँ। र हाम्रो फार्ममा अब के कस्तो हुन्छ तपाईँहरूलाई पनि चल्ला अन्डा चाहिन्छ भने सम्पर्क गर्दै गर्नुहोला, हाम्रो च्यानलमा चाहिँ नि साथी बन्दै गर्नुहोला। हामी चाहिँ नि तपाईँहरूलाई अन्डाहरू चल्लाहरू चाहियो भने उपलब्ध गराउने कोसिस गर्नेछौँ भन्दै आजको लागि भिडियो यति नै गर्न चाहन्छु। शुभ दिन, शुभ सन्ध्या, जय होस् सबैजनाको।